हेलो गाइस, तपाईँलाई स्वागत छ मेरो युट्युब च्यानलमा। आजको मेरो दिनको सुरु छ असलबाट। अब चाहिँ म झाडु लगाउँछु, पुरै सफा गर्छु पसलमा। सफा त गर्नै पर्यो पसलमा आएपछि, झाडु लगाउँदैछु। हेर्दै गर्नु होला, म सफा गर्दैछु। सबैजनाले हेर्दै गर्नु होला। फाइनली अब मैले झाडु नै लगाएँ। अब म र दिदी चाहिँ घर हिँडेर अस्तिसम्म यहाँको गाउँ हरियै थियो, मैले देखाएको थिएँ। अहिले हेर्न सक्नुहुन्छ पाकिसकेको छ, हेर्न सक्नुहुन्छ हरियाली पनि छ यतातिर। मकै अब हाम्रो घरमा रोपेको चाहिँ कहिले यत्रो होला त। अब लास्टै बिरालो बाटो के गर्नु, कसैलाई थाहा छैन होला यो रोड भन्ने। म चाहिँ तपाईँहरूलाई यो रोड हो है, यिनीहरू स्कुटी बाइकहरू तपाईँहरूलाई थाहा छैन होला। अब हामी घर जाँदैछौँ होइन। अब घर गएर अनि हामी चाहिँ दुध लिएर हिँडेको छौँ। आज हामीले खिर बनाउँछौँ, खिर। त्यो पनि नर्मल है, त्यस्तो भेराइटी स्पेसल वाला होइन, नर्मल खिर। रेसिपी हेर्नु होला है कस्तो। त्यसपछि हामीले ग्यास बालेर दुध चाहिँ हालिसकेको छौँ कुकरमा। त्यसपछि हामीलाई चाहिने मेटेरियल चामल, नरिवल, काजु, चिनी, मरिच अनि मिल्क। हामीलाई चाहिने मेटेरियल भनेको यति नै हो, किनभने हामी सिम्पल बनाइरहेछौँ नि त। दुध त सबै उम्लेर गइरह्यो भने एकैछिन हामी त बसिरहेको थियौँ। अब म हाल्छु चामल हालिसकेपछि चाहिँ अब म एकैछिनमा मरिच पनि हाल्छु। मरिच पनि हालेँ अब मैले। त्यसपछि एकछिनसम्म चलाएर एकछिन त्यत्तिकै राखिदिने। त्यसपछि अब पालो आउँछ काजु हाल्ने, काजु पनि मैले हालिदिएँ। त्यसपछि मैले नरिवल पनि हाल्छु। अब एकछिनसम्म चलाइराख्ने। अब यो चाहिँ पाकिसकेको छ, लास्टमा चाहिँ चिनी हाल्ने होइन। अब चिनी पनि हालिसकेको छ, हेर्न सक्नुहुन्छ। एकछिनमा यो पाक्छ, अब हेर्न सक्नुहुन्छ पाकिसकेको छ। मैले चाहिँ अब बाउलमा हालेर खान्छु। तपाईँहरूलाई पनि यो रेसिपी मन परेमा, खान मन लागेमा तपाईँहरूले पनि बनाएर खान सक्नुहुनेछ। हेर्न सक्नुहुन्छ कति राम्रो देखिरहेछ। त्यस्तो धेरै भेराइटीहरू त हालेको छैन, त्यही पनि हेर्न खुट्टानी किन देखाएको भाइ? अनि देखेर के गर्नु? कुट्टा यो वाला अगाडिको कुन यो? एकचोटि कटाउँछ अब। मेरो के त्यो यता हो? त्यो काट्नु यार। यो चाहिँ अनलाइन नरे? छैन देखाएको। मैले थाहा छ कहिले हेरे के? त्यहाँ हातमा देखाएको कहिले हेरे? यो माथि के यस्तो वाला खेल्ने होला? ल यस्तो वाला। मेरो पालोले पातले मेरो यो त मान्छे देखाउने त गोटा कुट्टामा अगाडिको तीनचोटि मात्रै कोटाउँछ त्यहाँ सानो
हेर्न सक्नुहुन्छ गाइज यतिकोमा मेरो भ्लग यहीँ खत्तम हुन्छ। हजुरहरूलाई मन परेमा लाइक शेयर एन्ड कमेन्ट गर्न नभुल्नुहोला। दिस मच फर टुडे गाइज, बाई बाई।